पहिलो दिनमै जब यो घटना घट्यो हामीले सुरक्षा संयन्त्रलाई परिचालन त्यही अनुसार गरेका थियौँ, संवेदनशील भएर गरेका थियौँ र अहिले हाम्रो पहाडी जिल्लाको जति पनि हाम्रो सुरक्षा संयन्त्रहरू हुनुहुन्छ नेपाल प्रहरी सशस्त्र प्रहरी बल लगभग तपाईँको 2000 भन्दा बढी हाम्रो नेपाल प्रहरी सशस्त्र प्रहरी बल यहाँ खट्नु भएको छ। साथै हाम्रो नेपाल आर्मी पनि खट्नु भइरहेछ। अहिले तपाईँले देखिराख्नु भएको छ होला, यसको हाम्रो समाजमा एउटा शान्ति सुरक्षा कायम गर्नलाई र यो समस्यालाई चाहिँ अब हामीले एउटा धार्मिक द्वन्द्व अहिलेसम्म हाम्रो देशमा भएको छैन अहिले, तर यो हाम्रो भन्दा नि पहिला त पछिल्लो भएको हो नि त होइन। तर यसलाई चाहिँ अब हामीले जरादेखि समाधान गर्नुपर्ने जरुरत देखिरहेको छौँ हामीले चाहिँ। हाम्रो देशमा कहिले पनि यो धर्मको नाममा धार्मिक युद्ध धार्मिक द्वन्द्व भन्ने हाम्रो देशमा चाहिँ भएको छैन। अनि मन्त्रीजी यो त्यही भएर अहिले यो जति हाम्रो देवानगञ्जको हाम्रो यो पुरै सुनसरी भागको हाम्रो नागरिकहरू चाहिँ सुत्नु पाउनु भएको छैन, त्यसको दायित्व त हाम्रो पनि हो नि त। हामी त्यही अनुसार हामी डे वानदेखि हामी खटेको हो। त्यसको लागि छानबिन समिति उताबाट पठाउनेदेखि लिएर स्वास्थ्य मन्त्रीज्यूलाई यतापट्टि पठाउनेदेखि लिएर हामीले केन्द्रबाट काम गरेर कसरी हामीले छानबिन समितिलाई अझै प्रभावकारी बनाउन सकिन्छ, निष्पक्ष बनाउन सकिन्छ र कसरी यो दोषीलाई चाहिँ कारवाही गर्न सक्छ हामीले त्यतातिर फोकस थियौँ। अनि पछिल्लो समय यो सुनसरी लगायत देशभरिमै त्यो मदरसाहरूबाट विदेशी फन्डिङहरूले गर्दाखेरि यस्तो धार्मिक द्वन्द्वहरू निम्तिरहेछ, यो तर्फ चाहिँ सरकारले अहिलेसम्म के गरिरहेछ र तपाईँहरूले अबका दिनमा त्यसलाई नियन्त्रण गर्न के प्रयास गर्नुहुनेछ? यस्तो छ, तपाईँको छानबिन गर्नुपर्ने धेरै कुराहरू छन् होइन, सबै कुराहरू छन्। अब एउटा मात्र संस्थालाई नदिउँ, हिन्दू मात्र नभनौँ, मुस्लिम मात्र नभनौँ, क्रिस्चियन मात्र नभनौँ, यो सबै समुदायको हाम्रो मठ मन्दिरदेखि लिएर हरेक कुरामा धेरै ठाउँमा चलखेल भएको त छ नि त, तपाईँहरूलाई पनि थाहा छ। तर यस्तो छ नि त मन्त्रीज्यू, हाम्रो देशमा तपाईँलाई दर्ता नभइकन अर्बौं खर्बौं लगानी गएर तल्लो तल्लाको ठुला मस्जिदहरू बनेको छ, मदरसाहरू बनेको छ, तर त्यसमा चाहिँ अहिलेसम्म निगरानी सरकारको छैन। त्यो चाहिँ पछिल्लो समय देखिएको छ। त्यो छैन, किन छैन भने हामी थिएनौँ, हामी भर्खर 3 महिना भइमा आएको हजुर होइन। अब पहिला थिएन, अब उहाँहरूको भारी त हामीले बोक्नु सक्दिनँ मैले त, त्यही पनि उहाँहरूले सपोर्ट गर्नुभएको छ, सहयोग गर्नुभएको छ। अहिले आएर चाहिँ ल है हामीले पहिला छुट्टाएको कुराहरू यसपालि तपाईँहरूले गर्नुपर्छ भनेर पुराना दलको साथीहरूले नै हामीलाई सुझाव दिनुभएको छ, त्यसलाई नै हामीले पोजिटिभली लिएको छौँ। तर अब त हामीले गरेन भने कसले गर्ने त? अनि यो सुनसरीको घटना लिएर देशव्यापी घटना अहिले चर्किएको छ, यसलाई चाहिँ नियन्त्रण गर्न देशवासीलाई के भन्न चाहनुहुन्छ तपाईँ? देशवासीलाई हामीले के एउटा सन्देश दिन चाहन्छौँ भन्दाखेरि चाहिँ हाम्रो देश नेपाल अहिलेसम्म विभिन्न जात धर्म वेशभूषा एउटै ठाउँमा बसेर हामी अहिलेसम्म हाम्रो देशमा यो लेभलको यो तहको हामीसँग द्वन्द्व भएको सृजना भएको थिएन। र यसमा आशाले पनि होला, अब उहाँहरूले माग गर्नु जायज पनि हो। अब हाम्रो सरकार हो, हाम्रो सरकार भएपछि हाम्रो माग पुरा हुन्छ। पहिला धेरै कुरा हाम्रो यस्तो माग गर्दाखेरि हाम्रो पुरा भएको थिएन, छानबिन पनि निष्पक्ष भएको थिएन भन्ने आशा पनि हो। र यसपालि उहाँहरूलाई चाहिँ आफ्नो जनतालाई आफ्नो नागरिकलाई जसले हामीलाई भोट दिएर पठाउनु भयो उहाँहरूलाई निराश बनाउने काम चाहिँ हामी चाहिँ हाम्रो तर्फबाट चाहिँ हुँदैन। अनि आज चाहिँ एउटा प्रश्न 5 दिन भइसक्दाखेरि आज तपाईँ आउनु भएको छ। 5 दिन मात्र म आएको होइन नि त, म त तपाईँको यस्तो छ। एकछिन जुगेश भाइ प्लिज ठिक छ आई हेभ वान क्युरियोसिटी। एकैछिन पक्नु न, उहाँले क्वेसन गर्नु ठिक छ। 5 दिन तपाईँहरूले देख्नु भएको छैन, म चाहिँ नआएको होइन। हामी गृहमन्त्री यहाँका स्थानहरूले गृहमन्त्री नै आउनुपर्छ भन्ने कुरा पछि साम्य हुन्छ भने सुरुदेखि नै उहाँहरूको माग नै थियो, गृहमन्त्री यहाँ घटनास्थलमा आउनुपर्छ, स्थलगत गर्नुपर्छ भन्ने कुराहरू त स्थानीयबाट नै उठिरहेको छ नि त। यस्तो हो क्या, आशा गर्नु स्वाभाविक हो, गृहमन्त्री जहाँ पनि पुग्नुपर्छ भन्ने स्वाभाविक पनि हो। उहाँहरूको आशालाई निराश नगर्न मेरो दायित्व पनि हो। तर यो सँगसँगै मेरो त अर्को दायित्व भनेर देश पनि हो नि त। अर्को ठाउँमा यो चर्किला कि भन्ने हाम्रो पूर्व तयारी त गर्नुपर्ने थियो, जसको परिणाम अहिले हामीले भोगिरहेको छौँ। पूर्व तयारी गर्दा पनि अहिले हामी भोगिरहेको छौँ। त्यसमाथि पहिलो हाम्रो दायित्व के हुन्छ, स्वास्थ्य उपचार उहाँहरूको राम्रोसित हाम्रो निःशुल्क हुनु पर्यो, उहाँहरू स्वास्थ्य उपचार निको हुनु पर्यो, उहाँहरू सेफ हुनु पर्यो भन्ने हाम्रो पहिलो प्राथमिकता छ। त्यसका लागि हामीले नेपाल सरकारको तर्फबाट स्वास्थ्य मन्त्रालयको हाम्रो स्वास्थ्य मन्त्री अनि आज अन्त्यमा सिधै उहाँलाई पठायौँ हामीले। तर त्यसपछि पनि हाम्रो गृह मन्त्रालयको दायित्व चाहिँ के हुन्छ नि, शान्ति सुरक्षा कायम राख्नलाई। त्यो समाजमा त्यो हुने बित्तिकै तपाईँले देखिहाल्नुभयो, यहाँ धेरै ठुलो झगडा परेको थियो, धेरै ठुलो द्वन्द्व भएको थियो। त्यो द्वन्द्वलाई चाहिँ हामी समाधान गर्नलाई हामीले त किन स्ट्राटेजिक प्लानिङ
गर्नु पऱ्यो नि त्यो म यहाँ आएर मात्र त हुने त होइन यो कुरा फैल्यो भने अरू ठाउँमा गयो भने के गर्ने भन्ने समेत त हामीले प्लानिङ गर्नु पऱ्यो फ्युचरमा नहुने पनि भन्ने पनि प्लानिङ गर्नु पऱ्यो नि त्यसका लागि त हामीलाई सुरक्षा सम्मन्त्रीहरूसँग बसेर हाम्रो सुरक्षा प्रमुखहरूसँग आइजी चिफ या आइजीहरूसँग बसेर चिफ साहबहरूसँग बसेर आर्मीको चिफ साहबहरूसँग बसेर प्रधानमन्त्रीसँग बसेर हामीले त देशभरिको लागि हेर्नु पऱ्यो नि त होइन त्यही भएर हामीलाई अलिक समय लागेको मात्र हो तर त्यो भनेको मतलब हामी काम नगरेको होइन तपाईँले देख्न सक्नुहुन्छ अहिले हाम्रो एउटा छानबिन समिति तत्कालै हामीले गठन गरेको त्यसपछि फेरि उहाँहरूले के भन्नुभयो भन्दाखेरि चाहिँ होइन एकजना एसपी साहब चाहिँ हामीले अलिक चित्त बुझेन भन्ने कुरा गर्नुभयो त्यसपछि हामीले फेरि एसपी साहब पनि चेन्ज गरिदियौँ अझै यो छानबिनलाई अझै निष्पक्ष होस् भनेर हामीले अझै 3 जना मान्छे थप्यौँ त्यसमा फोरेन्सिक अनि ब्यालिस्टिक जो गोलीको बारेमा बुझ्छ अनि जसले त्यो फोरेन्सिकको बारेमा बुझ्छ उहाँहरूलाई पनि थपिदिउँ ताकि दोषीलाई कारवाही होस् पहिला जस्तो समय होइन नि त तपाईँको त होइन अनि अर्को कुरा चाहिँ के छ भन्दा यसमा चाहिँ तपाईँको चाहिँ अब यो सुरक्षा सम्बन्धी अहिले किन अहिले एक्टिभ भएन भन्ने प्रश्नहरू पनि मैले धेरै भोगिरहेको छु हामीले बल्ल बल्ल सुरक्षा संयन्त्र चलाउनलाई उहाँहरूलाई अलिकति अपलिफ्ट गर्नलाई उहाँहरूलाई स्रोत साधन दिनलाई अस्ति साउन 1 गतेदेखि बल्ल हामीसँग बजेट आएको छ जति पनि बजेट थियो कार्यान्वयन गर्नुपर्ने त पुरानो बजेट थियो हामीले कसरी काम गर्नु त आएको 3 महिना भएको छैन त्यसमाथि साउन्डबाट बल्ल बजेट आएको छ हामीलाई साउन्डबाट बजेट आएपछि उहाँहरूले त्यही अनुसारमा स्रोत साधनहरू हामीले जुटाउनु पनि पर्यो नि त त्यो पनि छैन बल्ल 15 दिन भयो अहिले तपाईँको 14 गते आज हो होइन त्यही भएर हामीले काम गर्नु पाएको नपाइरहेको अवस्था छ तर हामी प्रतिबद्ध छौँ यसमा हामीले आफ्नो सुरक्षा सम्बन्धलाई डर बनाउन उहाँहरूलाई अकाउन्टेबल बनाउन होइन अर्को पालि यस्तो घटना नहोस् कुनै ठाउँमा भन्नलाई त्यसमा हामी प्रतिबद्ध छौँ हामीले त्यसको लागि प्लानिङ पनि गरेका छौँ हजुर भन्नुहोस् न सर मलाई एउटा कुरा के म विश्वास राख्छु भने नि गृहमन्त्री पनि मान्छे नै हो मानव नै हो कुनै तत्त्व होइन कुनै केही पनि होइन र